आज कहाँ जाने होला? खै मलाई पनि दिक्क लागिरहेको छ यार आज। होइन कहाँ हिँडेको साथी? हेर न साथी यार, जडियालाई धन पैसा दियो, 7 दिन मोर्छस् भनेर सराप पो दिन्छ त यार। ए हो र? तँ मेरै गाउँको जामिन गर फिटिम। होइन के हो दाइ? कुरा त सुन यार, त्यस्तो जडियाको कुरा सुनेर पनि जानी हो त तिमीहरू? 7 दिनमा मर्छस् भनेको अर्थ धेरै ठुलो छ, तर त्यो जब जडियाको कुरा चाहिँ नपत्ताउ के, त्यसले भन्दैमा हुन्छ र? तिमीहरूलाई आफ्नो धर्मप्रति, सनातन धर्मप्रति अलिकति आस्था रहेनछ, अलिक सुन्दो रहेनछौ यार। जब 7 दिन मर्छस् भन्नुको अर्थ कति ठुलो कुरा लेखेको छ, त्यो बुझेको भए यसरी आत्तिएर झगडा गर्न लड्न हिँड्थेनौ के। यहाँ कुरा सुन, यहाँ म भन्छु, यो शब्द छ नि हाम्रो श्रीमद् भागवत महापुराणमा ट्याक्कै लेखिएको छ, अनि यसको अर्थ पनि बताएको छ के। यो कुरा भनेको त्यो सत्य युगको कुरा हो भाइ, बुझ्यौ नि? त्यो बेला त्यो ऋषि मुनिले राजालाई श्राप दिएको, बुझ्यौ नि? अब यो कलियुगमा त्यो जडियाले भन्यो भनेर हुन्छ? अलिक ऋषि मुनि या कुनै पण्डितले भनेको भए त अलिक कुरा अलग्गै हुन्थ्यो। यो सम्बन्धी फेरि मलाई फुल राम्रोसँग जानकारी छैन, मैले पनि टिभीबाट हेरेर थाहा पाएको। यो सम्बन्धी अझै राम्रोसँग बुझ्न हामीले गुरुसँगै बुझ्नुपर्छ, बुझ्यौ नि? हजुर। ल हेर त, हाम्रै धर्म संस्कृति हामीले नजानेर रिसाउँदै हिँड्नु परेको छ, बुझ्यौ नि? हजुर। ल हिँड जाऊँ, हिँड, ल हिँड।